ग्वाममै खाइरहेछ नि मिठो छ भनेर एकैचोटिमा खायो रीति छ। अरे अरे ल है। हेलो साथीहरू, स्वागत छ सुस्ला थापा युट्युब च्यानलमा। म त कति लक्की छु हौ आज। म त हिजो अस्ति कस्तो पानी पर्थ्यो बिहान बिहान, आज मेरो हस्बेन्डको बिदाको दिन घुम्न जाने भनिसकेपछि चाहिँ यस्तो घाम लाग्यो होइन। तर फेरि साथीहरू बाहिर उज्यालो देख्दैमा सबै कुरा राम्रै हुन्छ भन्ने चाहिँ हुँदैन है। यो मौसमले जस्तो बताइरहेको छ, कतिपय मान्छेको यो फेसले उज्यालो देख्यो भने भित्र शान्ति हुन्छ भन्ने चाहिँ हुँदैन। तर म त्यस्तो होइन। तर यो बाहिर जति घाम लाग्छ नि यस्तो चिसो छ कि माइनसमा छ टेम्परेचर चाहिँ। ज्याकेट यत्रो बक्खु लगाएको देखेर तपाईँहरूलाई थाहा भइसक्यो होइन। हामी चाहिँ जाँदैछौँ जेठाजु दाइकोमा मोमो खानलाई। यति मायाले बोलाइसक्यो, कतिचोटि बोलाइसक्यो, कतैचोटि बोलाइसक्यो। हामी कहिले जानु नपाएको, आज जान्छौँ। के भन्दै थियो है, कस्तो रहेछ यो ठाउँ। कति वर्ष भएर बोलाएको दाइले? 2 वर्ष भइसक्यो आऊ आऊ भनेर बोलाएको। हामी जान नपाएको, त्यो पनि आज हतार भोलि फेरि काम सुरु छ। न कमाएर पैसा पुगेको छ, न सुतेर निन्द्रा, न फ्यामिलीको याद फोन गरेर मेटिएको छ। यो परदेशको जिन्दगी यस्तै छ क्या। कस्तो खोटो खोटो बास्ना आयो त हौ के को। पुरै पात झरेछ है हाम्रो नेपालमा भएदेखि अहिले पत्कार सोरेर होइन, पुरै थुपारेर कति जात्रा हुन्थ्यो होला होइन। हाम्रो सानी पनि जाँदैछन् ठुलो बाबा भाटामा। सानी निदाउँछु एकछिनमा, उसलाई फेरि बाहिर निक्लिनु साथै निन्द्रा छ। अलिक मजाले छोपिदिनु है, त्यसको हावा छिर्छ। प्लास्टिकले ऱ्यापिदिने है क्या। हामी चाहिँ ट्राम स्टेसन आइसकेका छौँ है साथीहरू। अनि यो चाहिँ हामी 20 कि 30 मिनटमा पुग्छौँ ट्रेन चढ्ने ठाउँमा। 30 मिनट लाग्छ। अनि त्यस पछाडि हाम्रो यात्रा चाहिँ कम 1.5 घन्टाको हुन्छ है साथीहरू। यस्तो छ यताको चाहिँ है। सबजना मान्छेहरू जाडो भएर पुरै कक्रेर हिँडेका छन् क्या। बल्ल 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 लिएर आयो यार। यत्रो स्कलेटरबाट बगी छ्या उनीहरू डिर्खै रहेनछ। यति बिजोग होमा साथीहरू पिकडेलीको उमारा हिँड्दै हुनुहुन्छ भने चाहिँ यसरी बगी लिएर नहिँड्नु होला है। यस्तो बिजोग हो हाम्रो थियो नि त, यत्रो लामो बल्ल बल्ल ल्यायो। यसरी हावा है। हाम्रो चाहिँ ट्रेन आयो जस्तो अलिक तान्नु बोलीलाई ट्रेन आयो। यस्तो हावा आएको त अन्डरग्राउन्ड यस्तो छ। यो 5 तल 6 तल मुनि होला यहाँनिर। अनि 4 तल मुनि यस्तो छ यो। आयो आमा कति भिड रहेछ वै। तर यहाँ झर्छन् होला मान्छे, तर झर्दैनन् जस्तो छ भाइ। हामी चाहिँ ट्रेनबाट झऱ्यौँ। अनि अब हामी चाहिँ लिफ्ट चढेर पुग्न लाग्यौँ। अब चाहिँ कता लिफ्ट हो? छ्या ओइ हो र, काम गर्दैन रे। टेन्सन भयो नि त। एउटा मात्रै हो कि 2टा हो माथि चढ्न पर्ने? एउटा मात्रै हो कि 2टा हो? कसरी लाइन त है छ झ्याउलाई छ मलाई त। यस्तो रहेछ क्या उता। यो चाहिँ हाउसलो वेस्ट है साथीहरू। वेस्ट होइन त बुढो? वेस्ट हो। हाउसलोमा चाहिँ धेरैजना नेपालीहरूको बस्ती एकदमै धेरै छ। त्यस्तो नेपाली परिकारको खानेकुराहरू पनि बाँच्न आइरहेछ। अब हामी चाहिँ त्यहाँ आइसल्यान्ड जाऊँ अब। अनि त्यस पछाडि अनि जाने भोक लागिरहेछ। घुमका मोमो खाने। यति नजिकै पेन आउँदा त घर जाउँ जस्तो लाग्ने है। जाऊ अझै कति टाइम रहेछ क्या। एकदमै टाढा रहेछ हिँडेर जानलाई। म त फेन्टै होला जस्तो भइसक्यो। स्टेसनबाट साह्रै टाढा रहेछ त हेर बस्ने त। कताबाट मान्छे बोलाउँछ भन्छ कि म त झ्यालबाट हेरेर बस्नु भएको रहेछ भन्दै थियो। अब झ्यालबाट नमस्ते झ्यालबाट मान्छे भाग्नु। आइपुग्यौँ हामी फाइनल्ली चाहिँ। ओ माई गड।
दाजु कता भाग्नु कता अगाडिबाट होला आयो प्लेन अब चाहिँ हामी साथै दादा चटपट बनाइदिनु भन्दै हिँड्छ चटपट मोमो भइसकेपछि त हामीलाई के चाहियो र ग्रिक योगर्ट म त बोल्दिन्छु नि म योगर्ट छ हैन अनि मोमोसँग कोक चाहिन्छ नि त नि मोमोसँग कोक चाहिन्छ मोमोसँग कोक चाहिन्छ दही नि मही नि ठीक छ जे नि ठीक छ मोमोसँग मही को ल्याएको कोक बाबु धेरै पुछो फ्रेन्ड्ससँग आउनु है चिसो त्यहाँ अब मोमो चिसो होइन तातो मोमो के त खाने रे कोक चाहिँ चिसो हैन यहाँ हाम्रो दादाले नि भलै छिटो गर भन्दै हिँड्छ हैन यहाँनिर चाहिँ हाम्रो मोमोको भाडा छ है नेपालबाट नेपालको मिस भएको नेपाल चाहिँ हैन तर हामीले चाहिँ अब भाइ बहिनीलाई ल्याएर अब मोमो खुवाउन चाहन्छु मोमोको भाडा यहाँ छ डल्ला यहाँ त्यहाँ मोमोको अब पुगेन भने चाहिँ अझ ल्याउँछु म तर हेरौँ अब यो अलिक ठुलो हुन्छ यो अलि नेपालीले बनाएको चाहिँ अलिकति ठुलो हुँदो रहेछ यत्रो तर हामी बनाउँदैछौँ अनि यता चाहिँ हाम्रो खाना रेडी भइसक्यो यदि हजुरहरूलाई मोमो मनपर्छ भने एकदमै यदि हन्सलो फेलथाम साइडमा बस्नुहुन्छ भने हन्सलोको लेन्सबरी एभिन्यूमा गोर्खा स्टोर छ त्यहाँ गएर खानु होला गोर्खा स्टोर यही हो है ल त्यो चिज हो अनि बिहान नि मोमोको अचार चाहिँ रेडी भइसक्यो कुखुराको मासु अनि भात उठाइ गर्नु कस्तो मिठो बास्ना ज्वानो राखेर बनाइदिन्छ मेरो लागि थ्याङ्क यू सो मच मोमो हाम्रो चाहिँ यही पाक्न सुरु भइसक्यो 2 भाँडा भएको छ अझै यहाँ बाँकी छ है साथीहरू ल है हाम्रो चाहिँ मोमो रेडी भइसकेको छ यति ठुल्ठुलो मोमो छ ठुल्ठुलो के क्या जुसी छ यार यस्तो पानी आइसक्यो मगमग बास्ना है कति धेरै अब हामी चाहिँ खान्छौँ प्लेटिङ गर्न जाँदै अब हामी चाहिँ मोमो खान सुरु गऱ्यौँ त्यहाँनिर राखौँ त्यहाँनिर कम्पिटिसनमा छ आज चाहिँ हाम्रो मोमो पार्टी भइरहेछ र गममै खाइरहेछ नि मिठो छ भनेर एकैचोटिमा खाए रितिसक्यो दाइ यसरी चपको चोप्ने आहा अरे अरे ल है यति मिठो अनि लन्डनमा यति मिठो मोमो नेपालको भन्दा मिठो सबैभन्दा महँगो मोमो जस्तो है छोरीले नि मुख मिठाइसके छोरीले खान्न पार झगडा परेर साथी नि आमा बाउ चाहिँ हेर्ने अब के गर्नु गाह्रो छ नि खान त पर्यो मैले पर्यो हैन है मिठो छ बहुत मिठो ल यो नि खाऊ खाऊ अलि भिडियो पठाउनु पर्छ है ल है अरू के भन्नु छ मासु करी खाएको भाउजू बनाउनु भएको दाजु भाउजूले बनाएको यस्तो मिठो होइन मोमो चाहिँ मैले खानु बाँकी छ म छोरी यताउता भन्नाले मेरो बुढीले 10-15वटा मोमो खाएर गइसकि पुरै प्लेट 7 गम खाएर होइन अझ पाक्दैछ मोमो बिग्न अनि म खान्छु मलाई भाइ र बुहारी आएर यसरी म खुसी लाग्यो नि त खाएको एउटा खाऊ त ल एउटा फेरि एउटा खाऊ ल मजा आयो तिमी नि खाऊ त्यहाँ ए रहेछ है थालमा यहाँ लुथा के अरे लुथा चुरी गर्दैछु बोल्दै मिठो छ छोरा तिमी पनि खाऊ ल पछि है पछि आउँछ है पछि म लिएरै आउँछु मोमो लिएर आउनु बाबा हो न म लिएर आउँछु मोमो लिएर आइछु है भने फुङ्कनी है हो ल ल अब हामी चाहिँ दादाहरूबाट खानेकुरा खाएर हामी चाहिँ निक्लिनु बाहिर जाने कि घरै बस्ने रे अब हामी जाने घर हामी चाहिँ छिरिङ साथीहरू लन्डनमा लगेको लाफिङ सेन्टर लाफिङ खानालाई यस्तो छ है लाफिङ खाने ठाउँ चाहिँ लाफिङ यहाँ छ हाम्रो लाफिङ सुक्खा खाऊँ न नेपालको झन्डा यहाँ नेपालको झन्डा छ लन्डनमा ल तपाईँको पनि प्रचार गरिदिएँ मैले स्लोमा भर्खर लाफिङ सेन्टरमा आउनु होला लन्डनमा लाफिङ है साथीहरू खाम है ल कस्तो रहेछ पहिला टेस्ट गरौँ 1 प्लेट त्यस्तै हो
आगे है ना नेप्लिस पसलमा आएर मैले खसीको मासु लिएर गएँ युकेमा होइन सबैजना दाइलाई चिनेर राख्नु होला यो हाउसलो एरियामा आउनुभयो भने दाइकोबाट खसीको मासु लगाउनु होला मैले चाहिँ फर्स्ट टाइम लिएर जान थालेको कस्तो छ म ट्राई गर्छु फेरि मिठो हो भने फेरि पनि फर्केर आउँछु दाइ एकदमै मिलाएर दिनुभएको छ एकदमै धेरै माया गर्नु भएको छ दाइ केही भन्न छ केही छैन ल फेरि के हो पसलको नाम नेप्लिस सेन्टर हाउसलो ल दाइ ल बाई सो मच म चाहिँ खाँदा पेट यस्तो गाह्रो भएको छ दाइले बेलुकालासँग खाने पनि प्याक गरेर पठाइदिनु भएको छ दाइ दिदीले यति धेरै खुसी भयो म फर्स्ट टाइम भेटेँ जस्तो मलाई फिलै भएन यति कम्फर्टेबल भयो थ्याङ्क यू सो मच अनि आई लभ यु धेरै धेरै चिसोले यस्तो आँसु आइरहेछ बिचरीले त्यो पनि हामीलाई पुर्याउन आउनु भएको छ स्टेसनसम्म ल बाई बाई सबैजना थ्याङ्क यू फर वाचिङ अनि हाम्रो पनि छ अञ्जन स्मृति अफिसियल भन्ने युट्युबमा त्यसमा पनि लाइक कमेन्ट सेयर एकदम सब्स्क्राइब गरिदिनु होला है मेन्सन हुन्छ यद्यपि चिन्नु भएको छैन भने चिन्नु होला है मेन्सन गर्छौँ गएर फलो गर्नु होला स्मृति अञ्जन छ युट्युबमा नि मेन्सन गर्छु अञ्जन स्मृति छ गाइज डु फलो ओके बाई